चाहिँ हाम्रो ग्रुपहरू हो हेर्न सक्नुहुन्छ तपाईँहरूले किन ल साथीहरू अहिले चाहिँ हामी तौलुङको डाँडाबाट चाहिँ अब शिवपुरी पिकतिर जाँदैछौँ। अब हामीले शिवपुरी पिक पुग्नको लागि अझै 4 घन्टा चाहिँ हिँड्नुपर्ने हुन्छ। ठिक छ अहिलेसम्म सबै राम्रै तरिकाले हिँड्दैछ है। अहिले हाम्रो ग्याङमा फेरि कोही हिँड्न नसक्ने नै आउन सक्छ। त्यही भएर त्यही पनि हामी जाने नै छौँ। ल ठिक छ अहिलेलाई We are heading toward Shivapuri. बाटो हेर्नु है कस्तो लाग्यो तपाईलाई फोटो एकदम राम्रो कस्तो आयो भनेर देखाउनु हेर्ने हो यो कस्तो यो चाहिँ राम्रो छ हेर्नु न ल यसलाई डिलिट गरिरहेछ ल अर्को यो चाहिँ बेलुका प्रोफाइल हाल्नुहुन्छ है ए साथीहरु हेर्नु है फोटो खिचेको मलाई चाहिँ खोइ मलाई खोइ अब हामी किदिरहेको छ यत्रो मोटो ज्याकेट Hi. Meow. Hungry. लिन सक्नुहुन्छ कस्तो भइरहेछ तपाईलाई अहिले तपाईलाई मलाई एकदम गाह्रो देखिन्छ नि हो मलाई चाहिँ कार लिनु आयो हुन्छ गाडीमा चढेर जानु पर्ने सरर सुमन भाइ यहाँ पहिले गाडीमा चढेर जानु पर्ने प्लेन बुक गरिदिउँ कि चार्टर्ड प्लेन 5 स्टार वाला कस्तो हुन्छ टक्क अनि प्यारासुटबाट सरर हान्दा ल हैन अनि रुखको टुप्पोमा सिक्युरिटी भएर बस्छ आर्मीले नभेट्नु हैन Hi guys, we are heading toward Shivapuri. दुईटा हात लगाउनु त ए नाग्यो त मलाई शक्ति देऊ हिँड्ने शक्ति देऊ Give me power. Cheers to Shivapuri. हामी चाहिँ यहाँनिर एकछिन वेस्ट गर्ने हो साथीहरू Mountain Dew. सुन्छ Mountain Dew के खाने त के खाने त So guys, सबैजना अनबक्सिङ गर्ने ल सो हामीले चाहिँ आज हाम्रो हाइकिङको के भन्छ यसलाई स्नैक्स अनबक्सिङ गर्दै छौं जुम प्लिज यार
टपबाट किन टप भ्यूबाट ड्यान ड्यान यसलाई चाहिँ भन्छ सेलरोटी होइन यो चाहिँ सानो सानो सेलरोटी हो क्रन्ची सेलरोटी पढ ल यो ब्रो हामीले त्यो बिस्कुट चाहिँ ल्याएन कुकिज त्यो पनि ल्याउनु पर्छ नि चटपटेमा कुकिज बिस्कुट लिएर आने हामीले ल मैले मेरो मिक्सी बार लिए गाइस ल ल यो खाने अनि एनर्जी आउँछ सबै एकै कुरा छ कसरी नखाने नानी भ्लग बनाउन मैले बाँडेको जुस पिएर बसिरहेको त दिस इज फर यु फेरि यो जान्ने हो नि उसको भागमा नपर्ला भनेर सबै छुटिसक्यो यत्रो बेरदेखि मैले बोक्ने मेरै भाग नपर्ला ल सक्यो त साँच्ची यो फोर पर्छ अहिले यसमा आज फेरि इसमा पनि त्यो काट ल्याउनु भनेर हाम्रो हिँड्नु नसक्ने स्नेहा चाहिँ बल्ल बल्ल आइपुगेको छ हामीले 5 मिनट वेट गरिसकेपछि चाहिँ आइसकेको छ अनि यहाँ सबिन दाई चाहिँ रुख चढिसकेर आइसक्नु भएको छ नाना चाहिँ हाम्रो क्यामेराम्यान हो मेन सबिन अरे हाम्रो सुजन दाई पनि झरिसक्नु भएको छ यहाँ बहिनी दुईजनाको त फाइट परिरहेको छ के नि हो हामीलाई थाहा छैन हान्देऊ रोमियो पनि हान्देऊ फाइट पश्चात उसको लुक्स यस्तो छ है खोइ त हेर रोमियो जुलियट वान फ्रेम फोटो खिचेर भिडियो सुट गरेर अब जान जाँदैछौँ मेरो अब हाम्रो खाजा खाने ठाउँ चाहिँ आइसक्यो है दाइ पहिला हामी हिउँ खेल्न आउँदा पनि यहाँ हिउँ थियो कस्तो हिउँ थियो यहाँ आज हिउँ छैन हिउँ पर्यो भने बेला आउनुपर्छ फेरि आउनुपर्छ साथीहरू हाम्रो खाजा खाने ठाउँ चाहिँ यही हो हिँड्नु एकदम गाह्रो भइसकिरहेको छ है अब चाहिँ बिहानबाट भर्खर अहिले खाँदैछौँ हामी चाहिँ भोकै यहाँसम्म आइपुगिरहेको छौँ अब सुन्चिला कुनीको दुध पनि त्यत्तिकै देखिसक्यौँ हामीले उसलाई एकचोटि देखाइदिन्छ त्यो हरियो पत्ता हो होइन पाँदा चाहिँ दिशा गरेको ठाउँको पछा भएर परातो भएर हालिहाल्यो हामीले खाने हो भाइ अहिले हामीले नसक्ने हामीले खानु पर्ने हुन्छ अब त भयो त्यो धारो हाले चाहिँ भिडियो बनाऊँ न धारो हालौँ न धारो यो धारा हो अब नाना खोइ त होइन त्यो पातको धारो बनाउँछ न ब्रो साथीहरू हामी चाहिँ बागडोर आइसक्यौँ के भने
डेली हामी ढोग्ने बानी छ बसेर पनि डेली तपाईँले रामेन खाना बसेर जान्छ रामेन खानालाई यो कचौडाले त हाम्रो पेट पनि अगाउँदैन कचौडै खाउन त नभए यहाँ चाहिँ मागेर पाउँछ बहिनी यहाँ चाहिँ कसैले यहाँ आएर खाएछ खाजाहरू र हामी चाहिँ यहाँनिर सफा गर्दैछौँ पकाएर खाने हो पकाउनु मिल्छ त हन्टिङ हान्ने ठाउँ रहेछ यहाँ चाहिँ अब त्यो भन्नु भयो म यो लुगा लाउँदिनँ